ल पसल त बन्द छ त। हेलो ए टुपी दाई म यहाँ पसलमा आएको थिएँ, तपाईँ पसल त बन्द हो त नि? एकछिन बन्द, म खाना खानु लागेको छु यार। हे तिर आउने, मलाई मासु चाहियो क्या। एकछिन पर्खनु न यार, म आइहाल्छु। तपाईँ नआउने? नआउने म अन्तै गएँ। ए त्यसो भए म आइहालेँ ल। एकै गाँस भात मात्र खाएर थियो यार, तपाईँले फोन गरिहाल्नु भयो अनि म त तुरुन्तै आएको नि। कति चाहियो मासु भन्नु त? सुत्केले खाने मासु, हाड नभएको फल मासु हाल्नु त। कति चाहियो? खसी मासु हाल्दैन 20-25 रुपियाँको। तैँले मलाई जिस्याउनु आएको? 20-25 रुपियाँको मासु तेरो बाल राखिदिएछ? तँलाई त मलाई भाटोले नहाने, मलाई त जिस्याउनु आउँछ। भागेर मात्रै बाँचिस्, नत्र यही कटीले तेरो डडाल्न खुसिनी गरी हान्थे। ठुलो कुरा गर्दो रहेछ यार, भात खाँदा खाँदै गरेको मान्छेलाई दुःख दिएर। लौ न, भात त सबै खसीले खाएर मरेछ, अब के खाने होला? राम राम राम।